ओके, स्वागत छ सबैको नयाँ भिडियोमा है। आज हामीले के को बारेमा जानकारी लिन गइरहेछौँ भने अर्थतन्त्र कति प्रकारको हुन्छ, नेपालको अर्थतन्त्रको प्रकार के हो हैन, अनि नेपालको के भन्छन् आर्थिक विकास भनेको के हो, त्यसपछि आर्थिक वृद्धि भनेको के हो, नेपालको पर क्यापिटल इन्कम प्रति व्यक्ति आय कति रहेको छ, प्रति व्यक्ति आय भनेको के हो, त्यसपछि के भन्छन् प्रति व्यक्ति आय औसत आयु हैन, त्यस्ता कुराहरूको बारेमा हामीले छोटकरीमा जानकारी लिन गइरहेछौँ है। अनि ल अब स्टार्ट गरौँ। र सबभन्दा पहिला के हेर्ने भने आर्थिक के भन्छ अर्थतन्त्र हैन, अर्थतन्त्र जसलाई इकोनोमी पनि भनिन्छ है। अब हेरौँ, अर्थतन्त्र भनेको खास गरी 3 प्रकारको हुन्छ। यदि तपाईहरुमा कसैले पनि इकोनोमिक्स पढेछ भने तपाईलाई सबैले थाहै होला। अर्थतन्त्रको प्रकार कति रहेको छ भने अर्थतन्त्रलाई अर्को भाषामा अर्थव्यवस्था पनि भनिन्छ हैन। अर्थतन्त्रको तीनटा प्रकारको रहेको छ, खास गरी दुईटा हो तर तीनटा हैन। अब हेर्ने खासमा के रहेको छ भने अर्थतन्त्र कति प्रकारको, तीनटा प्रकार के पुँजीवादी अर्थव्यवस्था भनेको पुँजीवादी अर्थतन्त्र। पुँजीवादी अर्थतन्त्र भनेको के हो भने त्यस्तो अर्थतन्त्र हो, त्यस्तो देश हो, अर्थतन्त्र भनेको देश के देश हैन, त्यस्तो देश अथवा अर्थतन्त्र हो जसमा सरकारले कुनै पनि कुरामा हस्तक्षेप गर्दैन के। जस्तै मानव कुनैले कम्पनी खोल्न चाहियो हैन, कम्पनी खोल्न चाहियो, प्रफिट चाहियो भने उसले कम्पनी ढुक्कले खोल्न पाउँछ, अनि त्यसले पैसा पनि कमाएर आफ्नो ढोकरीमा राख्न पाइन्छ एकदमै ढुक्कले, भने त्यो के हो पुँजीवादी अर्थव्यवस्था हो। तर समाजवादी अर्थव्यवस्था भनेको के हो भने त्यस्तो अर्थव्यवस्था हो जसमा जति पनि यो आर्थिक क्रियाकलाप अथवा के भन्छन् उद्योग खोल्ने फ्याक्ट्रीहरू खोल्ने अथवा बनाउने बजारेर बेचेर पैसा आर्जन गर्ने हुन्छ नि, त्यो कुरामा कसको हस्तक्षेप हुन्छ भने सरकारले प्रत्यक्ष हस्तक्षेप गरेको हुन्छ। सरकारले चाह्यो भने तपाईको कम्पनी बन्द गरेर त्यसले पुरै कम्पनी जब्त गर्न सक्छ, तपाईको सम्पत्ति जब्त गर्न सक्छ भने यदि त्यस्तो व्यवस्था रहेको छ भने त्यो के हो समाजवादी अर्थव्यवस्था हो। अनि यो पुँजीवादी अर्थव्यवस्था भनेको यो पुँजीवादी अर्थव्यवस्था कुन ठाउँमा लागू हुन्छ भने अमेरिका, ब्रिटेन हैन, त्यस्तो खालको जुन अमेरिका, खास गरेर अमेरिकाले भनिन्छ है। अमेरिका जुन देश छ नि त्यसमा कुन अर्थव्यवस्था लागू छ भने पुँजीवादी अर्थव्यवस्था। त्यहाँ तपाईहरुले कम्पनी खोल्न सक्नुहुन्छ, पैसा कमाएर राख्न सक्नुहुन्छ, सरकारले तपाईलाई केही पनि भन्दैन, कुनै पनि हस्तक्षेप गर्दैन, तपाईलाई फ्रीडम हुन्छ, अब तपाईले केही पनि बोल्न पाउनुहुन्छ भने त्यस्तो कुरा हुन्छ। तर समाजवादी अर्थव्यवस्था भनेको के भने त्यस्तो अर्थव्यवस्था हो जसमा कम्पनीहरुमाथि सरकारको दबाव हुन्छ, सरकारले जे भन्छ त्यही गर्नुपर्छ, अनि सरकारले सम्पत्ति आफै राख्न सक्छ भनेको देशमा रहेको सम्पूर्ण सम्पत्ति कसको सम्पत्ति हुन्छ भने सरकारको हुन्छ। तर त्यो समाजवादी अर्थव्यवस्थामा पनि एउटा राम्रो कुरा रहेको छ। के राम्रो कुरा रहेको छ भने समाजवादी अर्थव्यवस्था भयो भने सम्पूर्ण नागरिकहरुमा समान आय हुन्छ के, त्यहाँ कोही पनि धेरै गरिबी हुन्न। जस्तै चाइनामा हेर्नुहोस्, चाइना समाजवादी उन्मुख के भन्छ राष्ट्र हो, तर त्यहाँ हेर्नुहुन्छ भने गरिबी एकदमै न्यून छ, सबैले खाना पुगेको छ, तिनीहरूको जीवनस्तर एकदमै राम्रो छ हैन, सबै कुराहरू एकदमै पुगिरहेको छ भने त्यस्तो अर्थव्यवस्थालाई के भनिन्छ समाजवादी अर्थव्यवस्था भनिन्छ। यो दुईटैको राम्रा पक्षहरू पनि छन्, नराम्रा पनि पक्षहरू छन्। पुँजीवादी अर्थव्यवस्थामा हेर्नु भने सरकारले वास्तै गर्दिन, जे भएको पनि गरिदिन्छन् हैन। त्यस्तै गरी अमेरिकामा गएर हेर्नु मन छ त्यहाँ गन राखेको हुन्छ, सबैले बन्दुक राखेर हिँड्छ हो, त्यस्तो कुरा पनि हुन्छ है। त्यही भएर समाजवादको पनि धेरै गुणहरू पनि छ, अवगुणहरू पनि छन्। त्यसै गरी के भन्छन् पुँजीवादको पनि गुणहरू छन्, अवगुणहरू छन्। सबैले बुझ्नु भएको होला समाजवाद अर्थतन्त्रको अर्थ सबैले थाहा पाइहाल्यो। अब के हेर्ने भने मिश्रित अर्थतन्त्र भनेको के हो। अब मिश्रित भनेको के हो भने पुँजीवाद र समाजवादको संयुक्त रूपलाई के भनिन्छ मिश्रित अर्थतन्त्र भनिन्छ। भन्न खोजेको सामान्य रूपमा भाषामा बोल्ने हो भने मिश्रित अर्थव्यवस्था भनेको जहाँ सरकारको कुनै क्षेत्रमा हस्तक्षेप हुन्छ तर धेरै कुराहरुमा पनि खुला पनि हुन्छ, स्वतन्त्रता पनि हुन्छ। जस्तै नेपालमा हेरौँ, नेपाल र भारत मिश्रित अर्थव्यवस्था छन् है हालमा। अब नेपाल र भारतमा तपाईले कम्पनी खोल्न पाउनुहुन्छ, एकदमै राम्रोसित खोल्न पाउनुहुन्छ, तर अरूको जमिनलाई नकिनिकिन नखरिदिकिन तपाईले फ्याक्ट्री खोल्न पाउनुहुन्छ र पाउनुहुन्न नि त हो। त्यसै कुनै ठाउँमा सरकारले स्वतन्त्रता दिन्छ तर कुनै ठाउँमा सरकारले के गरेको हुन्छ भने हस्तक्षेप गरेको हुन्छ भने त्यस्तो अर्थव्यवस्था छ भने त्यसले के भनिन्छ मिश्रित अर्थव्यवस्था भनिन्छ है। अब हेरौँ है मिश्रित अर्थव्यवस्था हैन। अब हेरौँ नेपालले के कुरा अपनाउन सोचेको छ भने नेपालको विभिन्न आधिकारिक डकुमेन्ट अथवा नेपालको संविधानमै गएर हेर्नुहुन्छ भने
नेपालले के भनेको छ भने नेपाललाई कस्तो राष्ट्र बनाउने भने सुखी समृद्ध राष्ट्र बनाउने, अनि कस्तो खालको राष्ट्र बनाउने भने समाजवाद उन्मुख राष्ट्र बनाउने भनेको समाजवाद बनाउने भन्ने कुरा यसमा संविधानमा लेखिएको छ, बकायदा हेर्न सक्नुहुन्छ है। भने यदि समाज के भन्छ नेपाललाई समाजवाद उन्मुख बनाउन छ भने एकदमै त्यो पनि राम्रो कुरा हो, किनभने समाजवाद भयो भने सबै नागरिकको आय आम्दानी सबै सामान्य हुन्छन्, धेरै त्यो के भन्छन् समानता राम्रो हुन्छ, असमानता कम हुन्छ, त्यस्तो कुरा पनि हुन्छ। तर त्यो समाजवाद उन्मुख के भन्छ राष्ट्र हुन पर्यो भने के भन्नु पर्यो, सरकार जुन सरकार छ नि त्यो सरकार कस्तो हुनुपर्छ भने एकदमै एकदमै जिम्मेवार हुनुपर्छ हैन, जिम्मेवार हुनुपर्छ र एकदमै राम्रो खालको हुनु पर्यो। भरि त्यो तानाशाह शासन भयो भने त्यो पुरै देशलाई डुबाउन सक्छ। जस्तै उत्तर कोरियालाई हेर्न सक्छ हामीले, उत्तर कोरियाको त्यो किम जोङ छ नि त्यो बक्लोल जस्तो मान्छे जुन सबैले बम हान्दै जान्छ, हो त्यहाँ गएर हेर्नुहुन्छ भने गरिबी एकदमै धेरै छ। भने त्यस्तो यदि शासन आइसक्यो भने नेपाल पनि खराब हुन सक्छ है, त्यो कुरा पनि हामीले थाहा हुनु पर्यो। ल अब हेरौँ, अब के रहेको छ भने अब नेपालको अर्थतन्त्रको स्वरूप हेर्यो, नेपालको अर्थतन्त्र स्वरूप हेरिसक्यौँ। हालमा के रहेको छ मिश्रित अर्थव्यवस्था रहेछ। भविष्यमा उद्देश्य के राखेको छ नेपालले भने समाजवादी अर्थतन्त्र बनाउने भन्ने कुरा उद्देश्य राखेको छ हैन भविष्यमा, यो पनि मैले भनिसकेँ। अब के हेरौँ भने आर्थिक विकास। अब अर्थतन्त्रमा के हुन्छ भने आर्थिक विकास, जसलाई इङ्ग्लिसमा के भन्छ भने इकोनोमिक डेभलपमेन्ट। भने आर्थिक विकास भनेको के हो भने कुनै पनि देश छ, देश भनेको त सबै देश हो नि, हाम्रो नेपाल पनि देश हो भने त्यो देशमा विभिन्न मान्छेहरू बसोबास गरेका हुन्छन्, विभिन्न मान्छेहरू बसोबास गर्छन्, रहन्छन्, बस्छन् हैन। त्यो मान्छेहरूको जीवनस्तर भनेको लाइफस्टाइल हुन्छ नि। आज अलिकति नराम्रो खालको छ भने भोलि एकदमै राम्रो हुने, मेसिनहरू रहने, अनि एकदमै जीवन एकदमै सजिलो बनिहाल्ने हैन, खाना लगाउन सबै एकदमै कुरा हुने, इन्टरनेट पुग्ने, शिक्षा पुग्ने, स्वास्थ्य पुग्ने, सबै कुरा एकदमै राम्रोसित पुगेछ, सुखी छ, जीवन एकदम राम्रो छ भने त्यो जीवन स्तरमा के हुन्छ सुधार हुँदै जान्छ कि नै हो। त्यही जीवन स्तरमा यदि सुधार हुँदै गइरहेछ भनेको तपाईको इन्कम बढिरहेछ, तपाईको पैसा बढिरहेको छ भने त्यसलाई के भनिन्छ आर्थिक विकास भनिन्छ। सामान्य भाषामा बुझ्ने भने पैसा बढाउनुलाई के भनिन्छ आर्थिक विकास भनिन्छ है, यसरी पनि बुझ्न सकिन्छ हैन। अब हेरौँ आर्थिक विकास, कुनै देशको आर्थिक विकास भइरहेछ त्यसलाई कसरी थाहा पाउने भन्ने कुरा यसको सूचकहरू पनि इन्डिकेटरहरू पनि दिएको छन् हैन। त्यस्तो खालको पनि इन्डिकेटरहरू दिएको छ। सूचक भनेको के हो भने कुनै पनि देशको कति हदसम्म आर्थिक विकास भएको छ त्यसलाई जनाउने सूचकलाई के भनिन्छ भने आर्थिक विकासका सूचकहरू भनिन्छ है। अब हेरौँ यहाँ आर्थिक विकासका सूचकहरू दिएको छ दुई चारवटा, धेरै हैन दुई चारवटा छ है। ल यति हामीले थाहा हुनुपर्छ। अब सबभन्दा पहिलो के आउँछ भने पर क्यापिटल इन्कम। अब पर क्यापिटल इन्कम भनेको के हो भने नेपालको पुरै जति पनि पैसा छ नि सबै मान्छेको पैसा, एकजनाको हैन है, पुरै मान्छेको पैसा जति पनि देश जस्तै 2 करोड कति छन् लाख छन् हैन, 2 करोड 65 लाख कति छन् मान्छेहरू, त्यो सबै मान्छेको पैसा एक ठाउँमा राखियो भने अनि त्यही जुन पैसा छ त्यसले सबै मान्छेलाई बराबर बाँडिदियो भने त्यसलाई के भनिन्छ पर क्यापिटल इन्कम भनिन्छ। के भनिन्छ पर क्यापिटल इन्कम। जस्तै इक्जाम्पलको लागि के लिन सकिन्छ, मानव कुनै एउटा परिवारमा 5 जना सदस्य छन् हैन, सबैले के भनेछ कसैले 10,000 कसैले 20,000 कसैले 30,000 यसरी कमाएका छन्, अनि सबै पैसाले एक ठाउँमा राख्ने, अनि सबैले जसले 10,000 कमाएछ पनि उलाई पनि बराबर दिने, 50,000 छ भने उलाई पनि बराबर दिने, यसरी सबैले बराबर रूपमा बाँडिदियो भने त के हो पर क्यापिटल इन्कम हो है। अब हेरौँ पर क्यापिटल इन्कम नेपालको कति रहेको छ भने नेपालको पर क्यापिटल इन्कम कति छ भने हेरौँ त इन जीडीपीमा है, इन जीडीपी कति रहेको छ भने 1496 डलर अमेरिकन डलर है। यो भनेको के हो अमेरिकन डलर हो है, यो भनेको के हो अमेरिकन डलर। यसलाई यसरी खुट्टा काट्दिनु हुन्छ भने यसलाई डलरले जनाउँछ है। भने कति रहेको छ भने 1496 डलर भनेको 1496 डलर के रहेको छ पर क्यापिटल इन्कम। अब हेरौँ पर क्यापिटल इन्कममै जीएनआई भनेको के हो भने ग्रोस नेसनल इन्कम। नेसनल इन्कम भनेको विदेशबाट पनि रकम समावेश भयो भने जीडीपीमा के भनिन्छ ग्रोस नेसनल इन्कम है। त ग्रोस नेसनल इन्कम अनुसार हेर्ने भने कति रहेको छ पर क्यापिटल इन्कम भने 15-17 भनेको 1517 15-17 यसरी याद गर्न सकिन्छ है। 15-17 डलर भनेको 1517 डलर यसरी थाहा पाउन सकिन्छ। अब हेरौँ है लाइफ एक्सपेक्टेन्सी भनेको कुनै देशको लाइफ एक्सपेक्टेन्सी भनेको औसत आयु भन्छ, भनेको औसत रूपमा कति मान्छेहरू मरिरहेका छन्, कति रूपमा जिरहेका छन्, बाँचिरहेका छन् त्यो कुरा भन्छ है। त नेपालको औसत आयु हेर्ने हो भने 71.3 भनेको 71 वर्षसम्म औसत रूपमा मान्छे एभरेज रूपमा मान्छेहरू के भइरहेका छन् बाँचिरहेका छन् भन्ने कुरा हामीलाई थाहा हुन्छ है।
अब हेर, एजुकेसन भनेको शिक्षा भनेको साक्षरता भनेको के भनेको भने सामान्य रूपमा लेखपढ गर्न सक्ने। भने नेपालमा सामान्य रूपमा लेखपढ गर्न कति पर्सेन्ट मान्छेहरूले सक्छन् भने 76.2%। कति पर्सेन्ट? 76.2% है। ल अब नेक्स्ट हेरौँ है। अब नेक्स्ट कुरा के रहेको छ भने आर्थिक वृद्धि। अब आर्थिक वृद्धि भनेको के हो? आर्थिक विकास भनेको जीवन स्तरमा सुधार हुनु अथवा पैसा बढ्नु हो हैन, यसरी हामीले बुझेछौँ। अनि आर्थिक वृद्धि भनेको के हो? अब हेर, पैसा कमाउनको लागि दुईटा तरिका हुन्छ, कि त जब गर्नु हैन, कि त सामान बनाएर बेच्नु हैन। यदि सामान बनाएर बेच्नु हुन्छ, सामान बनाइन्छ नि, त्यो बनाउनुलाई के भनिन्छ? उत्पादन भनिन्छ। उत्पादन भनेको प्रोडक्सन गर्नु भनेको सामान बनाउनु हैन। कुनै पनि देशको यदि उत्पादन भनेको सामान बनाउने कुरा हैन, सामान बनाएको सामानको मात्रा यदि बढ्दै गयो भनेको उत्पादन बढ्दै गएको छ भनेको आज 10 वटा सामान कुनै पनि देशमा एउटा मानव 10 वटा सामान बनिरहेछ भने यदि भोलिपल्ट त्यो 20 वटा अथवा 15 वटा बन्यो भने के भइरहेछ? उत्पादन बढिरहेछ कि नै? सामानको के भन्छ? बनाउने कुराहरू बढिरहेछ कि नै? हो। यदि कुनै देशको उत्पादन बढिरहेको छ भने त्यसलाई के भनिन्छ? आर्थिक वृद्धि भनेको छ। आर्थिक वृद्धि भनिन्छ। कुनै देशको कुनै अर्थतन्त्रको उत्पादनमा हुने वृद्धिलाई के भनिन्छ? आर्थिक वृद्धि भनिन्छ है। यसरी कुरा हामीले क्लियर हुनुपर्छ। आई होप तपाईँ सबैलाई क्लियर भएको होला हैन। अब हेर, अर्को के रहेको छ भने सार्क राष्ट्रहरूको आर्थिक वृद्धि। अब फेरि सार्क भनेको त्यो समुद्रमा हुनेवाला सार्क हैन। सार्क एउटा संगठन हो, एसियाको एउटा संगठन हो, जसमा कतिवटा सदस्य रहेका छन् भने 8 कि 9 वटा छन् है। मैले नाम सरर भनिदिन्छु अनि तपाईले थाहा हुन्छ। सबभन्दा हेर्ने भने मालदिव, त्यसपछि श्रीलङ्का, भारत, पाकिस्तान, त्यसपछि अफगानिस्तान, नेपाल, भुटान, त्यसपछि श्रीलङ्का। 8 वटा हैन। यो मैले क्लासबाट तपाईहरुलाई सिकाइदिन्छु है पछि। ल यसको सरको कुराहरू पढ्दाखेरि म तपाईहरुलाई बताइदिन्छु कसरी याद गर्ने हो। ल अब हेर, यो 8 वटा रहेको छ। अब त्यो 8 वटा सार्कहरूको राष्ट्रहरूमा सबभन्दा बढी आर्थिक वृद्धि भएको के हो भने भारत भनेको हेर्नु त, अहिले तपाईले नेपालमै बसेर हेर्नुहुन्छ भने भारतको विकास धेरै गतिमा भइरहेछ कि नै? पहिला जुन रोडहरू के भन्छन् उबड खाबड हैन फुटेको थियो, त्यो आएर हेर्नु एकदमै राम्रो भइसकेछ, एकदमै उद्योगहरू खोलेछ भने सबभन्दा बढी आर्थिक वृद्धि कसको भइरहेछ भने भारतको भइरहेछ। अनि सबभन्दा कम कसको होला भने भारतको दुश्मन को हो? पाकिस्तान हैन। कोसँग लड्छ त? पाकिस्तानसँग लड्छ। त्यहाँ आतंकवादीहरू धेरै हुन्छन्। त्यही भएर पाकिस्तान के हो? सबभन्दा कम आर्थिक वृद्धि भएको देश हो। कति पर्सेन्ट रहेको छ भने 2.5% भनेको 2.5% रहेको छैन, 2.5%ले मात्र बढेको छ। अनि भारतको कति रहेको छ भने 6.2 भनेको 6.2% आर्थिक वृद्धि रहेको छ। यसरी हामीले बुझ्नुपर्छ है। ल अब अर्को हेरौँ। अब नेपालको बारेमा पनि थाहा पाऊँ। ल अब नेपालको आर्थिक वृद्धि कति रहेको छ भने हालमा हेर्ने हो भने बजेट 81-82 अनुसार हेर्ने हो भने नेपालको कति रहेको छ भने 4.61%। 4.61%। अब यसले याद कसरी गर्ने? 4 मा 2 जोड्यो भने कति हुन्छ? 4 मा 2 जोड्दाखेरि 6, 6 मा 5 घटाउँदाखेरि कति हुन्छ? 1 भनेको 461 हैन। 461 रहेको छ नेपालको आर्थिक वृद्धि रहेको छ है हालमा। अब हेर, यही नेपालको जुन अहिले हालमा जुन बजेट पारित भएको छ, बजेट 82-83 हैन, त्यसले के भन्छन् के उद्देश्य राखेछ भने कति त्यो नेपालको आर्थिक वृद्धिले कति पुर्याउने लक्ष्य राखेको छ भने 6%। कति राखेको छ? 6% राखेको छ। भन्न खोजेको यो राष्ट्र स्वतन्त्र पार्टी छ नि जुन बालेनको सरकार बनेको छ, हो त्यो बालेनको सरकारले नेपालको आर्थिक वृद्धि कति पुर्याउन लक्ष्य राखेको छ भने 6%। अनि त्यही बालेनको सरकारले जस्तै नेपालको अहिले हाल फिलहालमा पर क्यापिटा इन्कम भनेको प्रति व्यक्ति आय कति रहेको छ भने 1496 होइन, 1496 रहेको छ। अनि 1496 रहेको छ भने त्यही प्रति व्यक्ति आयलाई कति पुर्याउन लक्ष्य राखेको छ भने बालेन सरकारले 3000 भनेको 82-83 को लक्ष्यले कति हो भने कति अमेरिकन डलर पुर्याउने हो भने 3000 अमेरिकन डलर पुर्याउने भनेको लक्ष्य राखेको छ। आई होप तपाईले यो सबै बुझ्नु भएको होला। अनि नेक्स्ट क्लासमा मैले सबै यो जीडीपी अनि जीएनआई यो सबैको बारेमा जानकारी गराउँछु है। ल धन्यवाद। जय नेपाल।